आज चाहिँ हामी यहाँ नयाँ गाउँमा मसिना भाइहरूले चाहिँ फुटबल अर्गनाइज गरेको हुनाले गर्दाखेरि यो नयाँ ठाउँमा आज सायदै फर्स्ट टाइम भाइहरूले यो ग्राउन्डमा चाहिँ फुटबल अर्गनाइज गरेको छ। हामी गइरहेको छौँ यस्तो पानी झरीको मौसममा पनि, किनभने भाइहरूको जोसलाई हामी गएर बढाइदिने हेतु हामी दुई भाइ गइरहेको छौँ। हामी दुई भाइ फोन गरेर चाहिँ म भाइहरूकोसम्म हिँडेर आएर त्यहाँदेखि फेरि हिँडेर गइरहेको छौँ। हाम्रो जाने बाटोहरू चाहिँ यस्तो छ, यस्तो बाटो, यस्तो खोलाहरू तरेर जानुपर्छ। बाटो एकदमै झोडी छ। अब यो गाउँ चाहिँ अलिकति तपाईको सरकारको नजरदेखिको मा पर्न नसकेको जस्तै भइरहेको छ। प्राय हाम्रो लाब्दाको चेपकुनामै अरू ठुलो उपलब्धि नभए पनि 100 डेजको कामहरू चाहिँ प्रशस्तै मात्रामा भएको छ। बाटोहरू राम्रोसँगले बनिएको छ, तर यो ठाउँहरूमा चाहिँ 100 डेजको कामहरू पनि त्यति साह्रो भएको छैन। यो तल्लो भेगमा चाहिँ यो माथि एकदमै राम्रोसँगले भएको छ, यो मुनि चाहिँ भएको छैन। अब हामी ग्राउन्डको छेउछाउसम्मै पुगेको छौँ। ग्राउन्डहरू चाहिँ हाम्रो यहाँको भाइहरूले मिलेर कसरी हुन्छ के गरेर हुन्छ अलिकति बढाएको छ। धेरै भयो त्यो ग्राउन्ड त मैले अहिलेसम्म देखेको पनि छैन, त्यही हेर्नु पनि गएको हामी दुईजना चाहिँ। भाइहरूले कस्तो के अर्गनाइज गरेको छ, अब भाइहरूलाई हामी जाँदाखेरि अलिकति भए पनि अझै धेरै इन्ट्रेस्ट मिलोस् भन्ने हिसाबले चाहिँ हामी गएको हो। तपाईँहरूले पनि हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हेर्नुहोस् बाटो चाहिँ झोडी रहेछ। हाम्रो अमृता जानु हुँदैछ अगाडि चाहिँ। म चाहिँ यो बाटो नहिँडेको त्यो लगभग 15 वर्षभन्दा बेसी नै भयो। सानोमा चाहिँ हामी यही बाटो हिँडेर मङ्पू बजार जाने आउने गर्थ्यौँ। हाम्रो बाबाहरूले हामीलाई यो बाटोमा चाहिँ झोलामा सौदा बोकाएर ल्याउँथ्यो, अनि सँगै लान्थ्यो। झोलामा चामलहरू बोकाएर ल्याउँथ्यो। यही बाटो हामी मङ्पू बजार ओहोरदोहोर गर्थ्यौँ। तर अहिले चाहिँ अब गाडीको बाटो भएको कारणले गर्दाखेरि यो बाटो सायदै पनि घाँस दाउरा गर्ने बाइक अरू कोही पनि हिँड्दैन रहेछ। बल्ल दिन उक्रेर चाहिँ हामी चाहिँ जाँदैछौँ। सिटी बजेको मात्रै अलिअलि सुन्दैछ हामी। पूर्वाहरूको है तेर्सो जाने बाटो त माथिबाट पो छ त। अलिक मिस्टेक भएछ। खत्तम छ गाइस। भुइँतिर खुट्टातिर पनि हेर्दै हिँड्नुपर्छ। पुरै झोडी छ नि बाटो त। हामी पुरै इन्तजाममै गएको छौँ। छाताहरू हेर्नुहोस्, छातासहित। दिनको भरोसा छैन अहिले। अलि बाटै कमिटीको हौसला बढाउनको निम्ति कमिटीको माथि पानीको उभिरहेको छ। अब हामी सिधै ग्राउन्डमै गएर देखाउनेछु तपाईँहरूलाई आजको खेल। त्यहाँनिर के रहेछ तपाईँहरूलाई देखाउनेछु। सबै भिडियोमा चाहिँ हेर्दै गर्नु होला। हेर त अम्लिसो फेरि है। यहाँको मान्छे चाहिँ यो अम्लिसोको कुचो बेचेर लाखपति छ, एकदम धनी छ यहाँको मान्छे। कुचो लाखको बेच्छ यहाँको मान्छेले चाहिँ। हेर्नुहोस् अम्लिसो हेर्नुहोस्, सबै सपा खाइ पुरै अम्लिसो। यहाँको मान्छे चाहिँ कोही पनि गरिब छैन, एकदम लाखपति छ, लाखपति। पहिला चाहिँ हामी यो तेर्सो जाने गर्थ्यौँ है बजार जाँदा चाहिँ। तपाईँहरूले सुन्नुभएको होला पैसा चाहिँ भिरमा हुन्छ भनेर। साँच्चै नै यहाँ चाहिँ झोडी जङ्गल छ, तर पैसा धेरै छ। यो सबै तपाईँले देखिरहनु भएको चाहिँ पैसाकै बोटहरू मात्र हो। टी हाम्रो दार्जिलिङको चाय हेर्नुहोस् यहीँनिर छ। यहाँ हेर्नुहोस् जङ्गलमा फुल फुलिरहेको छ, नाकीमा छ, रुख टमाटर छ। यहाँ इस्कुस फलेको हेर्नुहोस्। अब फेरि
अब हामी इस्कुस देखाउनेछु तपाईँहरूलाई। यहाँ चियापत्ती हेर्नुहोस्, इस्कुस इस्कुस लटरम्मै भन्दा पनि लटरम्मै इस्कुस फलिरहेको छ। आर्चा हेर्नुहुन्छ भने माथि रहेछ, अरू छैन त्यो त निम्बु रहेछ। निम्बु निम्बु फलिरहेको छ, प्रशस्तै मात्रामा निम्बु टिपिरहेको छ हाम्रो दिदीबहिनीहरूले। बेलुकाको यहाँ हेर्नुहोस् कति मजाको फुलहरू फुलिरहेको छ बारीभरि। यहाँ हेर्नुहोस् सिन्डे भनिन्छ। यो चाहिँ कतिले देखेको पनि छैन, देखेको पनि छैन। यो चाहिँ मेडिसनको रूपमा अचारहरू बनेको छ। एकदम स्वास्थ्यको लागि राम्रो। यहाँ हेर्नुभयो भने अम्बक हेर्नुहोस् पुरै फलिसकेको छ। यतातिर हामी चाहिँ ग्राउन्डको छेउछेउ आइपुगिसकेका छौँ। यो त कतिजनाले देखेको पनि छैन नि है। यहाँ चाहिँ निम्बु टिपा हुँदैछ, निम्बु पनि देखाउनु। रुख टमाटर निम्बु, रुख टमाटर हेर्नुहोस्, निम्बु टिपाइ हुँदै रहेछ। यहाँ चाहिँ एकदमै लटरम्मै निम्बु फलिरहेको रहेछ गाइस। हेर्नुहोस् है, यहाँ टिप्दैछ दाजुहरूले। अब मधेसको टमाटर भन्दा चाहिँ यही टमाटर ठिक छ गाउँ बस्तीमा चाहिँ है। यो के हो अमृता? यो चाहिँ नातिमा हो। यसको कसरी केजी छ? मेडिसिन हो। यो पनि एकदमै महँगो छ। यो नातिमा भन्छ यसलाई, मेडिसिनै हो। दर्शकहरू पनि धेरै देखिँदैछ। हेर्नुहोस् पर दर्शकहरू ग्राउन्डमा। अब हामी त्यहाँ पुग्नै आँटेको छु। हेर्दै हाम्रो कमेडी भनेर दाउरा पुग्दै रहेछ। हामीलाई कमेडीको भात थियो ल। हिजै अब सक्छ है, अब सक्छ। सिटी नभएर चाहिँ बिजोग भएकै अहिले। सिटी छैन है। एक दुईवटा दुकान मिठाई भन्छ राम्रो हुन्छ, त्यो भेट हुँदैन। हामी चाहिँ यहाँ आइपुगेका छौँ। दर्शकहरू हेर्नुहोस् है। जग्गा हारेन त यो भाइले मिस्टेक भयो। यिनीहरूलाई ठुलो पोस्टमा खेल्ने बानी थियो। अम्बुजाले गरेको हो यो चाहिँ। होइन हौ, स्टार सिमेन्ट स्टारले हो कि स्टारले रहेछ। अर्गानिक राम्रै छ, स्टारले गरेको हो। ग्राउन्डको नाम चाहिँ के हो? त्यहाँ त लाइनै केटाहरू गएर बस्नु पर्ने छ। 16 भर्सेस कुन चाहिँ हो? शेर्पा यता गरेको कमिटी। गायकहरूमा आएको छ शुभम पोखरेल। खोइ ए यो सबिना हो। गाडीभित्र दर्शक भन्नुहुन्छ। अम्लिसो गाडीभित्र छु हामी। आजको खास चिफ गेस्ट चाहिँ उहाँ हुनुहुन्छ। उहाँ चाहिँ 9 बजी आएर बसेको। कम्प्युटर पनि कुद्नु नपर्ने नगल्ने। सिटी त बज्दैन त हौ। एक गोल भयो। एक गोल समीर दाले पनि मजा लिइरहेको रहेछ। फेरि सक्छ अब है। चाय त्यसो लगा। चिया चाहिँ दामी छ यार। जेसुकै होस्, वन जस्तो सुकै होस्, जङ्गलकै बिचमा भयो भने चिया चाहिँ मिठो छ। कति भन्दैछ है। मान्छे पनि बहुत जाम्मेको छ यहाँनिर।
अनुराग दाले गर्थ्यो नि पहिल्यै बाइकमा जानुपर्छ है उकालो यो बाटो हाल्नु हो योपालि यो कन्फर्म हुनेवाला कुरा छ कन्फर्म भयो ग्राउन्ड त मजाले सक्नुहुन्छ हो नि त गर्न तपाईँले गरेको नि त है भने टेस 2 साल लगाएको नि घरबाट पिरा लिएर आएको छ नि त उहाँहरूले त फुटबल चाहिँ कस्तो हुँदैछ हौ अमृता पानी हुनु त कथा हुन्छ अन्त माछा पाल्नु चाहिँ है हामी कुन चाहिँ ग्राउन्डमा आएको छौँ हामी यो ग्राउन्डको नाम चाहिँ कतानो टनमा लाग्यो भाइ केही छैन बाङ्गो त हिर्काइनस् है 50 रुपियाँ हो हजुर ला कस्तो हाल्छ हौ घरमा सिकेको थियो ओइ घरमा सिकेर आएको यो केटाले पनि हाल्यो होला अब भालो भालो हामी चाहिँ फर्केको अब चाहिँ रमाइलो भयो अमृतसर झारीभित्रको बोली